अब धेरै पर्दैन, मात्र 12 जना साथी भए हुन्छ। तपाईलाई घुमाउँछ नाटा बाँके च्याप्टरले बाँके राष्ट्रिय निकुञ्ज। बाँके राष्ट्रिय निकुञ्जमा नयाँ आकर्षण, नाटा बाँके च्याप्टरको जङ्गल सफारी। हरियालीले ढाकिएको जैविक विविधताले भरिपूर्ण बाँके राष्ट्रिय निकुञ्ज, जहाँ अब सुरु भएको छ एक नयाँ रोमाञ्चक अनुभव, जङ्गल सफारी। पर्यटन, प्रवर्धन र प्राकृतिक संरक्षणलाई एकसाथ अघि बढाउने उद्देश्यसहित नाटा बाँके च्याप्टरले बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सञ्चालनमा ल्याएको छ। हामीसँग आज हाम्रो नाटा बाँकेको टिम आउनुभएको छ। उहाँलाई बाँके राष्ट्रिय निकुञ्जमा म स्वागत गर्न चाहन्छु। उहाँहरूले बाँके राष्ट्रिय निकुञ्जको सफारी गरी यहाँको अवलोकन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सफारीका क्रममा पर्यटकहरूले वन्य जन्तु, हरियाली जङ्गल, शान्ति वातावरण र प्राकृतिकको नजिकबाट अनुभूति लिन पाउनेछन्। विश्वका टप 200 बाघका वासस्थान मध्ये एउटा वासस्थान बनाउने गरी यसको संरक्षण सुरु गरिएको हो। त्यसपछि गएर अर्को नेपालमै चौका पाइने स्थानका रूपमा यसलाई बुझ्न सकिन्छ। सबभन्दा यसको राम्रो बाटो भनेको हाइवे, तपाईँ रत्न राजमार्ग र महेन्द्र राजमार्गलाई छोएर जान्छ। हामी बाँके राष्ट्रिय निकुञ्ज आइराख्दाखेरि कहाँ बस्ने भन्दाखेरि अलिकति गाउँले पाराबाट बसौँ भन्ने हो भने होमस्टेहरू छ। त्यस्तै गरेर अलि लग्जरियस बसौँ भन्ने हो भने स्टार लेभलका होटलहरू छन्। निकुञ्जसँगै अन्य पर्यटकीय गतिविधिहरू पनि गर्न सक्ने ठाउँ हो र संसारमा पर्यटकहरू वाइल्ड लाइफसँग खेल्ने, मितिरी लाउने पर्यटकहरूको सङ्ख्या अधिक छ र जसले वाइल्ड लाइफ मन पराउँछ त्यसको लागि बाँके एउटा मिठो गन्तव्य बन्न सक्छ। स्थानीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने यो पहल बाँके जिल्लाका लागि मात्र होइन, सम्पूर्ण देशकै लागि प्रेरणादायी बनेको छ। नेपालगञ्जदेखि एकदम धेरै नजिक छ। हाम्रो डिस्टेन्सको हिसाबले पनि हाम्रो 15-20 मिनटको दूरीमा, भारतको रूपैयाँबाट हेर्ने हो भने पनि छोटो दूरीको सबैभन्दा नेपालको कान्छो राष्ट्रिय निकुञ्ज नेसनल पार्क हो। त्यसकारणले पनि हामीले आफूले यदि प्राकृतिक क्षेत्रमा यदि रमाउन चाहनुहुन्छ भने कृपया यो ठाउँमा आएर यो प्राकृतिक सौन्दर्यता जुन छ यसमा आनन्द लिनुहोस् र आफ्नो घर परिवार, समाज, साथीभाइलाई यो एक किसिमको आनन्दित वातावरणमा जनावरहरूलाई पनि हेर्न यहाँ सकिन्छ। बाघहरू यहाँ हामीले नै आज आएको बेलामा हामीले बाघहरू हेर्ने अवसर प्राप्त गऱ्यौँ। त्यसै गरी चित्तलहरू हामीले देखिसकेका छौँ। अन्य जनावरहरू पनि यहाँ हेर्न पाइन्छ। त्यस कारणले पनि सबैलाई हामी अनुरोध गर्न चाहन्छौँ, यो नाटा बाँके च्याप्टरमा आबद्ध भएका पर्यटन व्यवसायीहरूले सञ्चालन गरेको यो सुरक्षित पर्यटन यात्रामा तपाईँहरू पनि जोडिनुहोस् र यो अभियानलाई सफल बनाउन आफ्नो बाँके जिल्लाको पर्यटन प्रवर्धनका लागि आफ्नो ठाउँबाट सहयोग गर्न पनि म सबैलाई अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। बाँके नेशनल पार्क जो कि स्थित है हमारे बाँके जिला में, नेपालगंज से मात्र आधे घंटे की दूरी पे है। आप लखनऊ से आते हैं तो नेपालगंज अगर आप आते हैं घूमने के लिए, बागे जहाँ पे बाँके जिला में हमारे बागेश्वरी मंदिर पार्क है, वहीं पे आप ये बहुत सुंदर सा, जहाँ पे जो कि नेपाल का सबसे छोटा बाँके नेशनल पार्क कहा जाता है और फेमस है कि यहाँ पे बहुत सारे बाघ, टाइगर्स वगैरह आप देख सकते हैं, बहुत सारे डिफरेंट टाइप के जानवर, चिड़िया वगैरह देख सकते हैं। तो मैं रिक्वेस्ट करूँगी जब भी आप नेपालगंज, लखनऊ से या कि उत्तर प्रदेश के किसी भी शहर से आप नेपालगंज घूमने आ रहे हैं तो प्लीज़ बाँके नेशनल पार्क ज़रूर घूमने आइए। थैंक यू। बाँके राष्ट्रिय निकुञ्ज एकदमै अहिले पछिल्लो क्रममा चर्चामा आएको छ। सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज परिचित छ। नेपालगञ्जबाट अलिकति आधा घन्टा मात्रै हामी गाडीमा आएपछि बाँके राष्ट्रिय निकुञ्ज हामी भेट्छौँ र यहाँ विभिन्न तपाईँ चाहिँ जनावरहरूलाई अवलोकन गर्न सक्छौँ। यहाँ एकदमै यो फेमस छ टाइगरको लागि। तपाईँहरू पनि बाँके राष्ट्रिय निकुञ्ज आउन चाहनुहुन्छ भने यदि तपाईँ काठमाडौँबाट नेपालगञ्ज आउँदै हुनुहुन्छ अथवा एक दिन तपाईँलाई स्टे गर्नु छ नेपालगञ्जमा भने कहाँ जाने भनेर तपाईँ चिन्ता नगर्नुहोला, किनभने अब भने हामी तपाईँलाई घुमाउनेछौँ बाँके राष्ट्रिय निकुञ्ज। नाटा बाँकेको जिप सफारीद्वारा हामी तपाईँलाई घुमाउनेछौँ बाँके राष्ट्रिय निकुञ्ज। यदि तपाईँ पनि प्राकृतिक प्रेमी हुनुहुन्छ भने बाँके राष्ट्रिय निकुञ्जको जङ्गल सफारी तपाईँको बकेट लिस्टमा अवश्य राख्नुहोस्।